हेलो एभ्रिवान, मलाई चाहिँ कहिलेकाहीँ यो खसीको आन्द्रा भुँडी भुटान बनाएर खान एकदमै मन लाग्छ। त्यही भएर मैले मेरो हस्बेन्डलाई बजारबाट ल्याउनु लगाएँ। तर अब उहाँनिर काटेको ठाउँमा कसरी मजाले पखाल्नु भएको हुँदैन नि त। त्यही भएर मलाई चाहिँ ल्याएर आफै सफा नगरिकन चित्तै बुझ्दैन। अनि त्यही भएर मैले चाहिँ यसलाई मजाले सफा गरेर यसलाई उसिनको लागि बसालिदिएँ। उसिनको लागि मैले यसको स्मेल अलिकति यसको गन्ध हटोस् भनेर त्यसमा बेसार पनि हालेर उसिन बसाएँ। अनि सबैको आफ्नो आफ्नो पकाउने बानी हुन्छ। म चाहिँ यो रक्ती चाहिँ सुरुमा अलिकति तेल हालेर उसिन्छु। त्यही भएर एक ठाउँमा मैले प्यान बसालेर त्यसलाई उसिनेँ। अब यता मैले त्यो आन्द्रा भुँडीलाई उसिनिसकेपछि मजाले सफा गरेर काटकुट पारिसकेपछि यसलाई भुट्नको लागि मैले फेरि एउटा कराई बसालेँ। त्यसमा मैले तेल हालेँ अनि पाँचफोरनहरू हालेर यसलाई पनि भुटभाट पार्नलाई मैले रेडी पारेँ। अब यसलाई चाहिँ मजाले नखरुन्जेलसम्म यसलाई म मजाले पकाउँछु। यसमा बेसार हाल्छु। अघि हालेको बेसार त अब मैले धुँदा धुँदै गइसकेको हुन्छ। फेरि यसमा म बेसार हाल्छु अनि यसलाई म एकछिन मजाले फ्राई हुनको लागि छोडिदिन्छु। अनि यसले पनि आफ्नो कलर चेन्ज गर्दै जान्छ, पटक पटक पड्किन थाल्छ। यतापट्टि मैले त्यो अघिको रक्ती मैले उसिनिसकेपछि निकालेँ। यो घरतिर काटेको खसी, गाउँघरतिर काटेको खसीको रक्ती चाहिँ मैले यसरी नै बस्याउँदाखेरि कस्तो भने प्यानकेक टाइपको हुन्छ र चक्ना चक्ना टुक्रा टुक्रा पारेर काट्न सजिलो हुन्छ। यो बजारबाट ल्याएको चाहिँ अलिकति धेरै पानी निस्किने भएकोले गर्दा प्याक्क हुन्छ र पनि यसो ओके। यता मेरो अब आन्द्रा भुँडी चाहिँ मजाले खरिन थालिसकेको छ। अब यो रक्तीलाई मैले फेरि लसुन प्याजहरू हालेर अलिकति तेल हालेर यसलाई बेग्लै भुट्दैछु। यसमा नुनहरू मसलाहरू एड गरेर यता मेरो आन्द्रा भुँडी यो भुटन चाहिँ मजाले खरिँदै बस्दैछ। यसमा मैले त्यो नुन मसलाहरू एड गर्दैछु। मसला हालिसकेपछि एकदमै पटक पटक पड्किन थाल्छ। यसमा मैले टमाटर पनि लगाएँ। टमाटर लगाएपछि अझै मैले यसलाई खरिनुलाई राखिदिएँ। मजाले पाक्दैछ, हेर्दै कस्तो मिठो हुनु थालिसक्यो। यो मजाले खरिन थालिसक्यो। अब यहाँनिर मैले अलरेडी पकाइसकेको यो रक्ती चाहिँ फेरि त्यही भुटनमा एड गर्दैछु। आफ्नो आफ्नो तरिका हुन्छ पकाउने। मलाई चाहिँ यसरी मिक्स गरेर पकाएको चाहिँ एकदमै मिठो हुन्छ। सेपरेटली सुरुमा पकाउने, त्यस पछाडि पाकिसक्न आँट्दाखेरि चाहिँ फेरि यसलाई दुईटैलाई मिक्स गरिदिने। यसरी चाहिँ दुईटै चिजहरू कम्बाइन भएपछि दुईटैको फ्लेभर एकदमै मिठो हुन्छ। अब दुईटैलाई मिसाइदिइसकेपछि एकछिन 5 मिनट जति मैले यिनीहरूलाई फेरि पकाएँ।